नमस्ते। अब भने मिथुन राशि 2083 साल 2083 सालमा मिथुन राशि हुने जातकहरूको लागि यो वर्ष अवसर र चुनौतीको मिश्रित श्रृङ्खला लिएर आउनेछ। यद्यपि दृढ कर्म साधना र व्यापार व्यवसायमा लगनशील भएर कार्य गरेमा आर्थिक रूपमा राम्रै उपलब्धि हुने समय रहेको छ। आफ्नै परिश्रम र सङ्कल्प शक्तिले आफैमा स्वरोजगारको अवसर प्राप्त हुनेछ भने नोकरीको क्षेत्रमा नयाँ प्रवेश हुने समय रहेको छ। पदोन्नतिको अवसरहरू प्राप्त हुनेछन्। गुरुको प्रभावले नयाँ व्यापारिक सम्झौता एवं साझेदारीबाट गरिएका कार्यहरू थप अगाडि बढ्नेछन्। जेठ महिनाको मध्य पश्चात कार्यक्षेत्रमा अनुकूल रूपमा स्थानान्तरणको समय रहेको छ। छैटौँ भावको प्रभावले आर्थिक लाभ भएसँगै शत्रुहरू पनि परास्त हुने समय रहेको छ। स्वास्थ्यको दृष्टिले यो वर्ष मध्यम रहेको छ। गुरुको प्रभावले पुराना रोगहरू निको हुनेछन्। घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुनेछ। अविवाहित युवा युवतीको लागि यो वर्ष विवाह बन्धनमा बाँधिने प्रबल समय रहेको छ। राजनीतिमा सक्रिय हुनेहरूको लागि बृहस्पतिको शुभ गोचरले पद र प्रतिष्ठामा वृद्धि गराउने समय रहेको छ। दीर्घकालदेखि रोकिएका कामहरू यो वर्ष सम्पन्न हुनेछन्। शनिको गोचरले श्रमजीवी तथा मेहनती जातकहरूको लागि परिश्रम अनुरूपको फल प्राप्त हुने समय रहेको छ। जति कठोर श्रम उति धेरै प्रतिफलको समय रहेको छ। शनिको दशम भावको प्रभावले अनुशासित बन्नुको साथै विद्यार्थीका लागि व्यवस्थापन, इन्जिनियरिङ र प्राविधिक क्षेत्रमा भने विशेष गरी लाभ मिल्नेछ। तथापि राहुको गोचरले अध्ययनमा बाधा, स्वास्थ्यमा प्रतिकूलता र पारिवारिक सम्बन्धमा तनाव उत्पन्न गराउन सक्ने हुँदा केही सावधानी भने अपनाउनु पर्ने देखिन्छ। राहुको 9 र 8औँ भावको प्रभावले अचानक भाग्यले साथ दिए जस्तो भए तापनि ससाना प्राविधिक कारणले आर्थिक झन्झटको सामना गर्नुपर्ने समय रहेको छ। तृतीय भावको केतुको उपस्थितिले छरछिमेकी तथा निकटका आफन्तहरूसँग मनमुटाव, वैमनस्यता परिस्थिति सिर्जना हुन सक्नेछ। यस अवधिमा धनमाल हराउने तथा चोरीको जोखिम पनि रहेको हुँदा सम्पत्ति सुरक्षामा विशेष गरी ख्याल गर्नुपर्ने समय रहेको देखिएको छ। ग्रहहरूको प्रतिकूल प्रभावबाट मुक्त हुन सम्बन्धित ग्रहको जप तथा अनुष्ठान गर्नु लाभकारी हुनेछ। वर्षभरि आफ्ना इष्ट देवताको पूजा आराधना साथै श्री हनुमानको उपासना, दुर्गा सप्तशतीको पाठले समय अनुकूल बन्दै जानेछ। आर्थिक दृष्टिले तुलनात्मक रूपमा वैशाख, अषाढ, साउन र चैत्र महिना विशेष गरी लाभदायक रहेका छन् भने जेठ, मङ्सिर, माघ महिना केही प्रतिकूल रहनेछ भने अन्य महिनाहरू भने सामान्य रूपमा फलदायी नै रहेको देखिन्छ। तपाईँले आफ्नो कर्मलाई दृढ सङ्कल्पका साथ अगाडि बढ्नुभयो भने मिथुन राशि हुनेहरूको लागि यो वर्ष अनुकूल नै समय रहेको छ। धैर्यता, संयमता भएर अगाडि बढ्नुहोला। कर्मलाई विशेष गरेर अगाडि बढ्नुहोला। आफ्ना इष्ट देवताहरूलाई सम्झेर, कुलदेवतालाई सम्झेर अगाडि बढ्नुभयो भने 2083 साल तपाईँको शुभ नै रहेको छ। शुभकामना 2083 साल फलोस् फुलोस्। जय महादेव, जय शिव शम्भु।